हेलो गाइस, वेलकम टु ब्याक माई मिनी भ्लगमा हजुरलाई स्वागत छ। आज मैले फेरि सिउजन चटनी बनाउँदैछु। सिउजन चटनीमा सामान भनेको यहाँ देखि सक्नुभयो लसुन, अदरकहरू, खुर्सानी, अनि यो बेग्री मिर्ची, पिसेको बेग्री मिर्ची, अनि यो सेलेरी चप, अनि यो चाहिँ स्टार फुल मैले पिसेर धुलो बनाएको छु। ससमा रहेको छ टमेटो सस, ग्रिन चिल्ली सस, देख्न सक्नुहुन्छ ग्रिन चिल्ली सस, अनि यो रेड चिल्ली सस। यति हो हामीलाई लाग्ने भनेको। म अब फ्राई गरेर देखाउँछु हजुरलाई। यो भिडियो हेर्दै गर्नु है। मेरो यहाँ तेल गरम भइसकेको छ। अब मैले स्टार फुल हाल्दै स्टार फुल हालिसकेपछि यो फ्राई भइसक्यो। यो भइसकेपछि यो लसुन हाल्नु होला। मस्त यो लसुन फ्राई गर्नु होला। यस्तो गरेर लसुन यो सिउजन चटनी बनाउने सही तरिका यस्तै हो गाइस है। अब यो लसुन हल्का ब्राउन कलर आइसकेपछि हल्का कलर आउँछ। यो लसुन हल्का फ्राई भइसकेपछि फेरि तपाईँले चाहिँ म देखाउँछु, तपाईँले हेर्दै जानु होला। यस्तो गरेर यो लसुन यस्तो कलर हुनसम्म पकाउनु होला, हल्का ब्राउन कलर। यो हाल्नलाई अदुवा हाल्नु होला। यो अदुवालाई पनि यसलाई पनि फ्राई गर्नु होला हल्का। यसलाई पनि यस्तो हुनसम्म लसुन जस्तै फ्राई हुनसम्म हल्का रोस्टर गर्नु होला। यसलाई यस्तो राम्रोसँग फ्राई गरेर गर्नुभयो भने तपाईँको चाहिँ यो सिउजन चटनी कमसेकम पनि 25-30 दिन 1 महिना खानु केही खराब हुन्न। तपाईँको यो अदरक लसुन अनि खुर्सानीहरू राम्रोसँग फ्राई भएन भने छिटो खराब हुन्छ। त्यही भएर यसलाई तेलमा मस्त फ्राई गर्नुपर्छ। ल यस्तो कलर भइसक्यो। खुर्सानी हाल्छु, हरियो खुर्सानी। यो खुर्सानी हालेर पनि यसलाई पनि यस्तै यसलाई पनि पुरा राम्रोसँग फ्राई गर्नु हैन। यस्तो गरेर राम्रोसँग यसलाई फ्राई गर्नु। राम्रोसँग यसलाई फ्राई गरिसकेपछि फेरि तपाईँलाई म के हाल्ने म देखाउँछु, हेर्दै गर्नु यो भिडियोलाई। स्टप नगर्ने हेर्नुभयो भने तपाईँले पुरै सिक्नुहुन्छ गाइस। नत्र भने काटेर हेर्नु भने कट गरेर हेर्नुभयो भने सिकिन्न। यो चाहिँ मेरो यो खुर्सानी पनि यो फ्राई भइसक्यो। तपाईँको के हाल्ने भनेपछि यो खुर्सानी पेस्ट हाल्ने हैन। यो खुर्सानीको पेस्ट हाल्ने मस्त। यसलाई अब यो फ्राई भइसक्यो मेरो। ल हेर्नुहोस् यस्तो हुन्छ फ्राई गर्नलाई है। यी सबै मेरो यो फ्राई भयो, यस्तो भएर फ्राई भयो। अब यो फ्राई भइसकेपछि यो खुर्सानी हाल्ने। यो चाहिँ बेग्री मिर्चीको पेस्ट हो, यो कश्मिरी। यो पिरो हुन्न, चाहिँ हल्का यस्तो गरेर यो पुरै हाल्नु होला। पुरै हालिसकेपछि यसलाई मस्त यसलाई भुट्ने यस्तो गरेर है। यसले चाहिँ कलर ल्याउने काम गर्छ। कलर पनि हाल्नुपर्छ, यतिले कलर आउन्न यसले होइन। यस्तो गरेर चाहिँ यसलाई भुटिसकेपछि यसलाई पनि हल्का फ्राई गर्नु होला। यस्तो गरेर होइन, यस्तो गरेर यसलाई पनि अब हल्का पकाउनु। यसलाई पनि यस्तो गरेर यति फ्राई भइसकेपछि अब यो सेलेरी चप हाल्ने। यो सेलेरी चप हो। अब यो सेलेरी चप हाल्नु होला। यो सेलेरी चप हालेपछि यसलाई पनि मस्त एकछिन भुट्नु होला हैन। ल मस्त रोस्ट हुन्छ भुट्नु। यसलाई सबै चिज एकदमै पाक्नुपर्छ। जे चिज तपाईँले हाल्नुभएको छ त्यो चिज राम्रोसँग फ्राई गरेर गर्नुपर्छ गाइस, नत्र खराब हुन्छ यो होइन। यो सिउजन चटनी बनाउने सही तरिका यसरी हो। हजुरले पनि यस्तै गरेर गर्नलाई एकदम पर्फेक्ट हुन्छ होइन। अझै बाँकी छ यसमा म हाल्दै गर्छु, तपाईँले हेर्दै गर्नलाई भिडियोलाई। यस्तो कलरमा आइसक्यो। अब म तपाईँलाई सस हालेर देखाउँछु यो भिडियो हेर्दै गर्नलाई। ल हेर्नु, अब यो स्टपमा आयो है। सबै फ्राई भयो मेरो। त्यही अब यो स्टपमा आइसकेपछि अब हाल्नु होला सस। टमेटो सस हाल्नु होला। एउटा नाप राखेर एउटा नापले टमेटो सस हाल्ने। त्यसपछि यो रेड चिल्ली सस हाल्ने। रेड चिल्ली सस हालेपछि तपाईँको यो देख्नुभयो यो ग्रिन चिल्ली सस हाल्नुलाई। ग्रिन चिल्ली सस हाल्ने यस्तो गरेर। त्यसपछि एरोमा सिजलिङ पाउडर हाल्ने। देख्नुभयो एरोमा सिजलिङ पाउडर। अनि हल्का चिनी हाल्नु होला। यसलाई चाहिँ गुल्लो पिरो चटपटा गर्नको लागि
हल्का चिनी हाल्नु होला होइन। त्यसपछि तपाईँको त्यो अरू केही हाल्नु पर्दैन। नमक चाहिँ आफ्नो नमक आफ्नो हिसाबले नमक हाल्नु होला, धेरै हाल्नुहुन्न। यो चाहिँ गुलियो पिरो चटपटा हुनुपर्छ होइन। अब मैले यो कलर हाल्छु। अब यो कलर भन्दाखेरि यस्तो कम्पनीको कलर हाल्नुपर्छ। अब हाल्छु मैले कलरहरू। अब कलर हालेर म यसलाई टक्क अब मिक्स गर्छु मैले है। तपाईँको सामुन्ने यो कस्तो हुन्छ यस्तो गरेर गर्नुपर्छ गाइस है। यो चाहिँ सुगन चटनी बनाउने सही तरिका यसरी हो। हजुरले पनि यस्तो गरेर गर्नु होला, एकदम पर्फेक्ट हुन्छ है। जस्तो गरेर मैले बनाएको छु त्यस्तो गरेर गर्नु होला। यसमा कलर अलि कम भयो, अझै हाल्छु मैले कलर अलिकति। यो चाहिँ सुगन चटनी बनाउने सही तरिका यसरी हो। अब यो सबै हालिसकेपछि यसलाई पनि मस्त फत्काएर पकाउनु होला होइन। मस्त फत्काएर पकाइसकेपछि यो तपाईँको नर्मल फ्रिजमा स्टोर गरेर राख्नुभयो भने चाहिँ 1-1.5 महिना केही हुन्न। आफूलाई चाहिँदाखेरि निकाल्ने, नचाहिँदाखेरि फ्रिजमा राखिदिनु भयो भने यो चाहिँ 1-2 महिना केही नै हुन्न होइन। किन मैले राख्छु, मैले यस्तो बनाएर मेरो 1.5 महिना 1 महिनासम्म मेरो खराब हुन्न। तपाईँले यस्तै काटै राख्नुभयो भने त्यो राम्रोसँग मरमसला फ्राई नगरिकन यस्तै छिटो बनाएर राख्नुभयो भने यो चाहिँ छिटो खराब हुन्छ। माथिबाट सेतो बुवा आउँछ नि। अब मेरो यो फाइनली हुन लागिसक्यो, यस्तो भइसक्यो। अब यो सुगन चटनी बनाउने तरिका यस्तै गाइस। तपाईँले यस्तै गर्नु होला है, पर्फेक्ट हुन्छ। मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। यस्तो गरेर सुगन चटनी बनाउनु गाइस है।